हो दर्शन नमस्ते साथीहरू, सन्चै आराम हुनुहुन्छ। रतन कुमार ब्लग्समा हजुरहरूलाई स्वागत छ। धेरैजना साथीहरू डराइराख्नु भएको थियो कि होइन के हुन्छ कसो हुन्छ। जस्तो कि अहिले यो किबा 30 जुनको चाहिँ जुन किबाबाट चाहिँ मेसेज आइराखेको थियो 30 जुनमा चाहिँ अटोमेटिक हुरुप लाग्छ होइन। तपाईँहरूको जसको इकामा एक्सपायर छ त्यसको हुरुप लाग्छ भनेर मेसेजहरू आइरहेको थियो, देखाइरहेको थियो। सो धेरैजना साथी चिन्तित हुनुहुन्थ्यो, अब के हुन्छ कसो हुन्छ भन्ने पनि सोचाइ थियो होइन। अब कसो गर्ने के गर्ने, हुरुप लागेपछि हाम्रो के हुनेछ कस्तो हुनेछ भन्ने चाहिँ साथीहरू डराइराख्नु भएको रहेछ थियो। अब चाहिँ त्यस्तो छ, अब डराउनु पर्ने कुनै कुरा छैन। अहिले धेरै राम्रो मेसेज आएको छ किबाको तर्फबाट, धेरै राम्रो मेसेज आएको छ। जसको पनि हाम्रो साथीहरूको जति पनि 30 जुनसम्म जसको एकामा डेट सकिन्छ, एक्सपायर हुन्छ, एक्सपायर छ, त्यसको चाहिँ अटोमेटिक हुरुप लाग्छ भनेर मेसेज थियो। तर अहिले चाहिँ त्यस्तो छैन, अब डराउनु पर्ने छैन। किबा तर्फबाट मेसेज आएको छ, किबाले भनेको छ कि जसको पनि अहिले जुन मेसेज आएको छ 30 जुनसम्मको, त्यसलाई बढाएर चाहिँ यो सालको आखिरीसम्म गरिदिएको छ, बढाइदिएको छ, ताकि त्यति बेलासम्म मान्छेहरूले चाहिँ आफ्नो आफ्नो सुधार गरोस् होइन। के काममा समस्या छ अनि वर्क पर्मिटमा समस्या छ भनेर चाहिँ त्यो आफ्नो आफ्नो सुधार गरोस् होइन। त्यसपछि के हुन्छ त्यो अब हामीलाई पनि थाहा भएन, तर अहिले चाहिँ उसले चाहिँ डेट बढाइदिएको छ होइन। यो सालको अन्तसम्म चाहिँ होइन, अन्तसम्म चाहिँ जसरी पनि आफ्नो आफ्नो इकामाहरू चाहिँ अब वर्क पर्मिटहरू चाहिँ अब बनाउनु भनेर चाहिँ कम्पनीलाई भन्नु पऱ्यो होइन। अब धेरै खुसीको खबरमा एकदम धेरै खुसीको खबर, त्यही भएर चाहिँ साथीहरूले चाहिँ अब डराउनु पर्ने कुरा छैन। अब चाहिँ हजुरले चाहिँ यो सालको अन्तसम्म चाहिँ जसरी पनि अब कम्पनीले भन्ने के भनेर चाहिँ अब आफ्नो एकामा बनाउनु, वर्क पर्मिटहरू चाहिँ अगाडि बढाउनु होइन, हजुरहरूलाई समस्या नपरोस्। अनि यो धेरै खुसीको खबर। धेरै साथीहरू चाहिँ खानापिना छोड्नु भइसकेको थियो, के हुन्छ कसो हुन्छ भनेर, अब डराउनु पर्ने कुरो छैन है त। अगाडि पनि अब यस्तो न्युजहरू अब के हुन्छ म हजुरहरूलाई चाहिँ अपडेट गराउँदै गर्छु। सो प्लिज मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु होइन। धेरै माया दिनु होला। हस्।